खाने हो यो चाहिँ पोर्क भेट्नुभयो लिनुहोस् स्पुन यसमा भेनाजुलाई पुरै बल भेराइदिनु भएर हेलो नमस्ते गाइस वेलकम ब्याक टु आवर न्यू ब्लग आशा छ तपाईँहरू सन्चो हुनुहुन्छ र आजको दिन आजको साँझ सबै तपाईँहरूको असल रहोस् र आज चाहिँ हामी स्पेसली अब यताउति अब स्पेसली हाम्रो दिदीले चाहिँ हामीलाई ट्रिट दिँदै हुनुहुन्छ दिदीको चाहिँ अब गएको हप्ता बर्थडे थियो र हामी सबैले थोरै सानो होइन राति सबैले सरप्राइज दिएको थियो त्यही दिदीले अब उहाँको खुसीले दिँदै हुनुहुन्छ भेनाजु पनि हुनुहुन्छ भेनाजु पनि सौलदेखि आउनु भएको त्यही हो अनि यस्तै छ कोरियाको बसाइ फोटो भिडियो पठाइदिएको त त्यही बेला फोटो हानेको त अहिले त गोल हानेको फोटो पठाइदिराकै छ त्यति बेला हाने चाहिँ होइन मैले गरेँ थिएँ हेरिरहेको थिएँ कि गोल त राम्रो है कस्तो राम्रो लाग्यो मलाई भाउजू कसको हो कहाँ नामै नसुनेको यार देश यार कहाँ आएर होइन हो नि मैले त नामै थाहै थिएन त्यस्तो देश छ भन्ने यो अर्जेन्टिनामा त्यस्तै गराइदियो हो जानी रे सुवन भाइ त अनि घामे बसेर गयो गाइस आइसक्रिममा सिक्जाजे अनि सिजाङ पहिला कार लिने छ त्यसपछि दाइलाई जता घुमायो नि घुमायो हैन भाउजूले सब चिन्नु हुँदो रहेछ दिदीलाई प्र्याक्टिस गराउनु पहिले रटी हो होइन दाइ मलाई होइन के गर्नु भएन नि दाइ सुन्नु न मेरो कुरा मेरो मेसीले होइन गोल हानेको क्लिप्सहरू हुन्छ नि त्यो देखाएर होइन मलाई इमोसनल पारेर होइन ओहो यसले राम्रो गर्दो रहेछ भन्ने देखाएर अनि मलाई मेसीको फ्यान बनाएको तर आज अलि त्यति खेलेन कि त्यसमा मन परेन त अनि आज मैले हेरेँ होइन अनि मेसीलाई त के अरे पुरै हावा टाइट गरिदिरहेको कालेले ओ यो चाहिँ हो त्यस्तो भनेर हुन्छ अस्ति होइन मलाई राम्रो त लाग्छ कि राम्रो लाग्छ तर आज चाहिँ त्यो कालेको अगाडि राम्रो खेलेन नि मेसी आज कालेले खतरा खेल्यो है आज खेल्न खोजेको सक्यो तर खासै मलाई मन पर्यो एक गोल कताबाट झुक्केर त्यो टिम जे पाइदे आज मैले त एमबापेलाई मन पर्छ एम्बापे मेरो त खै के हो मलाई त आजको काले आजको काले त मेस छ गाइस भाउजूको कुन के रोनाल्डो के रोनाल्डो मैं त सधैँ पछिल्लोमा गाइस मैले मेसी नभन्दा नि मेसी भनेर भन्न सिकाउने ल हेर्नु यस्तो हो के गाइस कोरिया चाहिँ यस्तो छ कोरियाको यो के छुङछुङ फोक्दो छेछन सी है र गाइस आज एकदमै ह्याप्पी छु किनभने आज चाहिँ तपाईँको होइन यो ब्लग कहिले अपलोड हुन्छ बट त्यही पनि अहिले चाहिँ होइन चट्ट तपाईँको चाहिँ अर्जेन्टिनाले जितेको यसमा होइन झन्डै जस्ट नकआउट चाहिँ भएन अब क्वार्टर फाइनलमा छिरिसकेको छ त्यही हो भाउजू चाहिँ हाम्रो रोनाल्डोको फ्यानले हेर्नु न फेस पनि रोनाल्डोको जस्तै छ त छैन नि मेसी जस्तै छ तर गाइस हेर्नु दामी छ कालो गाइस सामान ओछ्याउनु भनेको नेपाली 35 है गाइस म यहाँ छु है यो खुट्टा कालो भयो है त्यही जाने होइन हेर्ने के यता भाउजू गाइस हेर्नु हाम्रो दाजु भाउजू फुलको यसमा कति राम्रो छ फुल गाई दामी छ गाइस हेर्नु फ्लावर कस्तो पुन्टुङ्गे साइकलहरू छ हेर्नुहोस् त यहाँ हजुर सबै कारे के कोरियामा पुरै हेर्नुहोस् त यहाँ ल फुल एउटा बाइक न स्कुटी केही देखिँदैन सब कारे अझै तपाईँको साउथतिर त झन् ओहो साउथतिर त पुरै हजुर हो त्यसै कोरियाको बजार यहाँ हेर्नुहोस् यहाँ मकैहरू ल चट्ट दाजु भाउजू अगाडि हुनुहुन्छ क्या फुल यो हो कि कप्प भनेको हाम्रो दाजु भाउजू यस्तो हम्बल हुनुहुन्छ नि कडा भाउजूले फेरि ओहो यति गाडी कुदाउँदा कि ड्राइभिङ गर्दाखेरि दाजुलाई सब थाहा हुन्छ हाम्रो भाउजूलाई सब थाहा हुन्छ गाइस है
हाम्रो भाउजू त लाइसेन्स निकाल्नु पर्दैन सब थाहा हुन्छ बरु दाजुले अलिक कन्फ्युज हुन्छ दालहरू मासुहरू यहाँ छ कोरियाको बजार गाइस यस्तै छ के खाने के किन्ने होइन चट्ट ल गाइस माछाहरू हेर्नुहोस् यहाँ गाइस यो गरे माछा हेर्नु त यहाँ गाइस मेन हेर्नु वाट इज दिस मेन चाहिँ यो हेर्नुहोस् गाइस ल हेर्नु त अक्टोपस यो हो नि त ल गाइस यहाँ जान्छौँ हामी चट्ट यस माछाहरू चाहिँ यसो सुकाएको हुन्छ कि यहाँ सब हेर्नु नि यो चाहिँ हम्काएको रे ओ गाइस फाइनली यहाँ हाम्रो दिदी भेनाजु दाजु भाउजूको होइन चट्ट अब गाइस हेर्नु यो तरुले यो पनि योको मासु छ हो 몸에 좋아요. 까까 조금 깎아주세요. 만 원이면 만 원. 만 원이면 깎아주는겨. 네 고맙습니다. गाइस कोरियामा यो माछाहरू हेर्नु न ओहो के यहाँ यो मुङ्ग्री हो मुङ्ग्री यस्तो हुँदैन नि म हेर्नु न ओ गाइस मलाई चाहिँ माछाको नामहरू मुङ्ग्री मात्र आउँछ किनभने गडे पनि थाहा छ हिले पनि थाहा छ तर अब धेरै खाएको चाहिँ मुङ्ग्री हो कि सो हेर्नु न गाइस अक्टोपस हेर्नु यहाँ है हेर्नुहोस् त सो क्युट यार गाइस लगिन थिएँ मैले त मनपर्छ सबै मनपर्छ मलाई गाइस हेर्नुहोस् यसरी हुन्छ कोरियामा किनबेच कारोबार खै के थाहा छैन मतलब तरकारी किन्ने अब नेपालमा त रुथ म्यामले किन्थ्यो आफूलाई थाहा हुँदैन गाइस त्यस्तो छ होइन हेर्नुहोस् यहाँ हाम्रो दिदीलाई अब कति केजी भयो आधी केजी गाइस यो चाहिँ भियतनामको हो क्या पसल हाम्रो नेपालको चाहिँ कहाँ हो रेस्टुरेन्टहरू छ नेपालको रेस्टुरेन्टहरू छ खाना मिठै हुन्छ बट मसला धेरै अब 3 इयर्स भयो नि त कोरियाको अलिकति खाना अलिक धेरै खाने बानी भयो होला अब त्यस्तै छ नेपालकै हो आफ्नो देशको होइन यहाँभित्र हेर्नु न आया सामान बोकेर गए म ठिक छु के भेनाजुको चाहिँ दुःख दाजु आफ्नै सुरमा टुइका टुई एकदम यो के मतलब परिपक्वता हाम्रो कम्पनीको सबैभन्दा दाजु एजमा पनि एजेड हुनुहुन्छ धेरै त्यसैले के ब्रान्ड भाउजूको चाहिँ आइफोन लास्ट यो देखाउने क्या क्लिन रुथ म्याम आयो तिम्रो रुथ म्याम दिदीको चाहिँ एकछिन म ट्राई गर्दैछु है गाडी चाहिँ कहाँ राखेर आएको र कहाँ गयो एकछिन 5 किलो छ होला हैन के अझै धेरै 5 केजी र अभाव छ नि पनि बोक्दिन्छु कि म अभाव छ यो ल तपाईँको हात सट्टै जान्छ ए छनु न गयो अब अनि कति केजी 5 हैन अभाव छ 8 केजी छ मजा गाइस लगभग 8-9 केजीको सुबाक मतलब खर्च अनि हेर्नु यहाँ आफ्नो चोइस आई एम नट टकिङ यो ओ दाजु आइसक्नु भएको छ सामान लिएर एकदम ह्याप्पी मुडमा टिम हो यो चाहिँ म यहाँ छु हाम्रो टिम गाइस नो ब्रान्ड रे है अब नाम पनि हेर्नुहोस् न ओहो चाहिँ यो हुँदो रहेछ नेपाली टाइपको चिजबलहरू हुँदो रहेछ ए हेर्नु नि यो चिजबल लिनु आउनु भएको रहेछ गाइस यो चिजबल ओहो नो ब्रान्डमा हेर्नुहोस् है दिदीको फेभरेट है हाम्रो भेनाजुलाई त ओहो चिजबल चिप्स अहिले यसमा सुबाक पनि आउँछ खरबुजा गाइस नो ब्रान्ड पनि एउटा नो ब्रान्ड हो रे दिदीले भन्नुभयो हेर्नु है नो ब्रान्ड पनि एउटा ब्रान्ड हो त्यो हेर्नु त गाइस नो ब्रान्ड सबैमा नो ब्रान्ड छैन नि नो ब्रान्ड तर एउटा के हो एउटा ब्रान्ड हो कि गाइस नो ब्रान्ड पनि एउटा ब्रान्ड आएको चाहिँ यो हो क्या टमाटर न यो हो नि त गाइस मेन त गाइस वाट इज दिस ल हेर्नुहोस् यहाँ के हो यो तपाईँले देख्नु भएको छ यो ओहो यसको आँखा हेर्नुहोस् 3वटा मुटु हुन्छ होइन अक्टोपसको हेर्नुहोस् यहाँ ल ओहो यो हो नि त
फुल गाइस यस्तो छ यस्तो यो होइन यहाँतिर पनि छ कि भित्र यो के माछाहरू गाइस यो यहाँ लुकेको होइन यो अक्टोबर यो माछा कस्तो माछा ओहो यो अर्को छ हेर्नु यस्तो आँखा है डेन्जरस खुट्टा के हो यो 9वटा कि 8वटा हुन्छ अरे मैले चाहिँ बिर्सिसकेँ सबै डेन्जर छ है खतरा अहिले फेरि हामी आइसक्रिम लिँदैछौँ खोल्दा ए भाउजू तपाईँको फेभरेट खानु छिटो न फास्ट मिक्स लिनु म त स्ट्रबेरी चाहिँ खाँदिनँ नि फेरि होइन अरू कसरी खानुहुन्छ भने म चक्लेट पनि खाँदिनँ म त वाइट खाने हो म वाइट खाने हो है ल रुथ म्याम पछि है तिमीलाई चाहिँ आइसक्रिम हेर्नुहोस् म त वाइट खान्छु खोल्नु जाल खोल्नु ल बाबाई दिदीकोमा आयो अब चट्ट म खाँदैछु के यो लस्सी मकै गाइस तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ हाम्रो दिदीको बर्थडे चाहिँ गएको विक थियो आज चाहिँ दिदी र भेनाजोको तर्फबाट हाम्रो भाइ बहिनीहरूलाई चट्ट ट्रिट दिँदै हुनुहुन्छ के छ भित्र गाइस के भन्ने खेतेरी स्ट्रगल गर्नुभएको छ यहाँ कति चाहिँ झुटो एक्लै अब कति गाह्रो हुन्छ फाइनली यहाँ दिदीको ट्रिट भेनाजोको यहाँ चट्टा छ ए म त रुममै थिएँ आफ्नै यहाँ राख्छौँ हामी हेलो म 1 घन्टादेखि फोन इग्नोर हालेर बसेको थिएँ ढोकै ढकढक बनाएर भिडियो बनाउन यस्तो भनेको कुरा यसो हेर्नुहोस् यहाँ एप्पल स्याउ अस्तिसम्म थिएन अहिले हेर्नु त ओ फुल छ बारी न फुल गाइस फुल आज यहाँ म यहाँ छु गाइस यस्तै छ यस्तो सिन छ क्या हाम्रो वरिपरि चाहिँ यस्तै A1 छ हाम्रो वरिपरि चाहिँ गाइस यहाँ भेनाजीले खोइ फ्रेन्च फ्राई के लिने भन्दै हुनुहुन्छ फ्रेन्च फ्राई रे अब स्पेसली गाइस यो चाहिँ हाम्रो दिदीको अस्ति हामीले नाइट सरप्राइज दिएका थियो हामी सबै मिलेर बहिनीहरू प्लस हाम्रो भाउजू दाजुहरू मिलेर अनि यहाँ दिदीले चाहिँ अब हामीलाई ट्रिट दिँदै हुनुहुन्छ होइन अब बाहिर खाने भन्दा यसरी चाहिँ अब दिदीले यसरी आफ्नै हातबाट बनाउँदाखेरि अलिकति छुट्टै यो हुन्छ भनेर सो अलिअलि यस छुट्टै हुन्छ कि अब बाहिर कोरियन फुडहरू कति खानु हुन्छ कि त्यस्तो अब नेपाली हो नि त उताभित्र यसरी पाक्दै आउँछ क्या यसरी पाक्दै आउँछ क्या पिज्जा ओ स्वाइन गाइस कति मजाले बनाउँदै हुनुहुन्छ यहाँ गाइस अलिकति सामानहरू समातेर खिच्दाखेरि अलिकति दायाँ बायाँ एङ्गल नमिल्न सक्छ हेर्नुहोस् गाइस यो हो नि त होइन रुथ म्यामले खुब मन पराउँथ्यो नेपालमा ल जाऊ तिम्रो हेर दुईवटा छ यहाँ ल म यहाँ छु गाइस हेर्नुहोस् यहाँ हातमा पिज्जा ओके हामी जाँदैछौँ यहाँ भेनाजु एन्ड दाजु हिँडिसक्नु भएको छ र ह्याप्पी नै छु आज मेन कुरो चाहिँ अर्जेन्टिनाले जितेकोमा प्रब्लम के भयो भने हाम्रो अरुन्दा सुड्डा बुड्डा सल जानु भएको छ अल्ट्रा किन्नलाई ल गाइस यो हो नि त हेर्नु त भ्यू यो ब्लग मैले बनाइसकेको छु है त्यो पनि अब अहिले चाहिँ अलिकति हेर्नु त गाइस यस्तो दामी छ गाइस यार A1 छ नि यार यो भ्यू हेर्नु त वाउ हैट कडा आउने गाइस ए हाम्रो दाजु अनि भेनाजु चट्ट हैट यस्तो राम्रो छ गाइस यो वरिपरि हेर्छ भने ए फुल के फुल स्वा छ यस्तो दामी छ नि एरिया यहाँ कन्सर्ट गर्ने एरिया यहाँ फुल अडियन्सहरू हुन्छ बस्नुहुन्छ चट्ट होइन राम्रो छ क्या चट्ट एक राउन्ड हान्दिउँ बहिनीहरू छ गाइस यति देखाउँछ एकछिन ओके ल गाइसहरू फाइनली हाम्रो डियर सिसहरू यहाँ हुनुहुन्छ आउँदैछ गाइस
सबै सकाए जस्तो छ यिनीहरूको अब कहिले सिद्धिन्छ यो गेम देख्नु उहाँहरू त हाइहाल्यो के भन्दा नि यस्तै उहाँहरू देख्नु अन्तिममा अनि गाइस उहाँहरू के खेल्दै हुनुहुन्छ हेर्नुहोस् है टक 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 लुडो पो बहिनीहरू आर्जु बहिनी हाम्रो भेनाजु खै दर्शन छैन त भेनाजुलाई सुस्मिता दिपा एउटा बहिनी चाहिँ उहाँ आइसक्यो होला त अहिले त फोन गर त दिदी अनि भेनाजु सँगै बस्नलाई अब के यति फाट छ यति टाढा सँगै बस्नु नि त भेनाजु हजुरले यहाँ दिनुभयो त गाइस यहाँ हेर्नु त भेनाजुले सर्भिस गर्दै हुनुहुन्छ अनि हेर्नु यहाँ मलाई गाइस यो हो कि दिदीको ट्रिट हेर्नु यहाँ के पो छैन भन्नु नि यहाँ हेर्नु नि यहाँ हेतेरको फाप के यो बिरानी गाइस हेर्नुहोस् एकदम नेम्से स्मेल दामी बिछ्याउनु भएको छैन यहाँ छ प्लस गाइस नेपालको यहाँ छ अन्डा गाइस अन्डा अरू पनि के छ यहाँ के छ यहाँ पिज्जा छ गाइस के चाहिँ खाने गाइस हेर्नु त अनि भेनाजुले चमच पनि छैन त ओ गाइस म त झन्डै प्रे गरेको कि बानी ल यस्तो दामी आएको छ दाजु यो चाहिँ अब ह्याप्पी बर्थडे दिदी ड्राई पिक्निक पो रहेछ गाइस हेर्नु त यो हो नि त हाम्रो अरुण दा छुट्यो गाइस सुड्डा दाजुदेखि सुरु गर्नु पर्छ सुँगुरको बिरयानी नि हो फर्स्ट टाइम सुँगुरको नि बना यो हो नि त गाइस ल सुरु गरौँ त भेनाजु गाइस हामी भेनाजु अनि दिपा बहिनी अनि सुसी दिइहाल्यो बहिनीले दाजु आर्जु अनि सृष्टि भाउजू दिदी अनि एकजना दिच्छी बहिनी आउँदै हुनुहुन्छ उहाँहरू चाहिँ स्टुडेन्ट्समा हुनुहुन्छ है अनि गाइस पिकाचु रुथ म्याम पिकाचु यो त उयो ल हेर्नु त गाइस यो नि त नेपाल भाइब्स भनेको ल तेरी लास्ट मिठो छ बिरयानी यो चिकन यो पोर्क घन्टी बजाउन आएको समोसा बनाएको घन्टी हाल्छ कसले घन्टी हाल्छ समोसा लिएर आएको जलाउनु पर्छ हाम्रो दिच्छी बहिनी कहाँ गइन् हेर्नुहोस् यहाँ यति टाढा छ गाइस हेर्नु म जुम गर्दैछु हेर्नुहोस् यहाँ एकदम भाइरल गर्ल हाम्रो प्यारी बहिनी ओ कहाँ गयो हेर्नु लुकिहाल्यो गाइस हेर्नु आउँदैछन् है गाइस हाम्रो दिच्छे बहिनी एकदमै ओहो सुन्नु है देख्नु भेनाजु होइन दिदी मेस्सीको रियल यो गेम देखाएको थिएन कि त्यो टाइममा साँच्चै हो एक गोल त हानेकै हो अरुण दा सुड्डा बुड्डा कसको पछिमा एक्लै भन्नु त कतिखेर आउनुहुन्छ ऊ पनि बिरयानी खान जान आँट्दैछ हेर्नुहोस् है कहाँ छ हाम्रो पनि आउँछ दाजु चिन्ता नगर्नुहोस् ए दिएको भेनाजु जाओस् त दिदीले दियो है भेनाजुलाई एकै ठाउँमा गङराङ गुङरुङ फाल्दिने हो कि तपाईँको कम्पनी हो नि त हाम्रो घर हो एउटा नि नचाख्ने सुँगुरको वेट वाली बढी भएको
तेरो त बाटामा पुग्छ हाम्रो यता साइडको मान्छेले भिड्डामै ठोक्नु पर्यो कस्तो घुमघामको कुराकानी मलाई यस्तो आधा लाग्यो हामी साइडको मान्छे त भिड्डामै पिएदियो त्यहाँ टाढै पुग्थ्यो कि कतितिर यार ब्लाउँदै हुनुहुन्छ दाइ यहाँ छ भनेर ल राखिदिएको कि अनि बल्ल युज गर्नुभयो फेरि दाइ गइहाल्नु त्यत्रो बक्समा टेप लगाइदिँदा भने अरू आयो एकचोटि गुट्टुटुटु दौडेको मैले खास के सोचिरहेको थिएँ भने एक्सर्साइज क्या दिच्छी डरायो रे तिमी डरायो किन भाग्नु भएको भनेर कि चाहिँ मलाई हाँसो लाग्यो काम गर्दै हुन्थ्यो नि एकैछिन गुड्डुडु बहिनीको रियाक्सन दिएर मलाई हाँसो लाग्यो बेला बेला हुन्छ कि बुढी बोलाएको बोलाइछ दाइले बाले साइको आफ्नै हिँडेको हिँडै गर्नुहुन्छ नसुनि हेर्नु न दाइले दिनुहुन्न होला अहिले दाइले बोल चटपटी यहाँ छ तर अगाइसक्यो रे फाइनल है फाइनली हाम्रो अब लास्ट यही हो अब योभन्दा अरू भेराइटी छैन सक्यो यही हो यति धेरै माया गाइस म खाएको खाकी चाहिँ घिसिन्दा जस्तै यहाँ छ हाम्रो प्यारे दिदीले ल गाइस दिदीले बिरयानी पोर्क चिकन कुकिज चटपटे चिज बल चिप्स के फेरि अर्को टाइमदेखि खाना दिँदैन कि पिज्जा तिमीहरूको रक पेपर सिजर त गयो त अनि यस्तो राति यहाँ कसरी गर्नु भइसक्यो कि गाइस रमाइलो हुँदैछ है गाइस हेर्नुहोस् ए कपी ल गाइस है अब चाहिँ थोरै मात्र खोइ कहाँ भाग्यो ल वाह भेला जुन 4 नम्बर चाहिँ सुनिराख्नु है वानमा हो एकछिन है ल नाइ भिराज र दिदी नै हो सुन्यो पुग्नु पर्यो ल 1 हाल्लो तर खोसिन्छ हैन छोयो भने ल बुझ्यो हैन अब चाहिँ अब नम्बर बोलाइ 1 अगाडि छुनु पर्यो नजिकै राख्दैछ यहाँ बिचमा यहाँ अनि ब्याग जानु तपाईँ नजिक छ कि लास्ट रेडी चाहिँ 1 ल अब है जति नम्बर पनि बोला पाइन्छ भने सँगै पनि रेफ्लिमो ल इक्वल भयो 1-1 इक्वल है ड्र भयो छुया अलिक जति बोला पाइन्छ है 1-4 2
वान दाजु वान ल है गाइज हेर्नुहोस् यो अँध्यारोमा वान क्वालिटी कम भयो गाइज हेर्नुहोस् यहाँ गेम ल म भन्छु 1 2 3 तिमीहरु चाहिँ गर गाइस 1 2 3 भाउजू गाइस यो चाहिँ जसले ढिला हात उठायो उसले के रुल त थाहा भएन मलाई बट जस रमाइलो भयो त्यसैले नेपालको याद आयो बेसेस चर्चको अनि अगापि टिम सबैको याद आएर सुरत म्याम अनि हाम्रो टिमले क्यामेराम्यानहरु मिल्छ के खायो हुन्छ टाइम छैन 3 2 1 ल गाइस हाम्रो टिम गइसकेको छ यहाँ फाइनल बाबा भइसकेको छ यहाँ हाम्रो टिम चाहिँ ओके गाइस आज यताउता गयो अनि जता सबै कुरा खायो पियो रमायो खेलियो अनि धेरै चर्चको याद आयो अगापि टिमको अनि नानी बाबाहरूको अनि विशेष रूपमा र आजको ब्लग यस्तै भयो फेरि नेक्स्ट ब्लगमा भेट्नेछु ब्लग कहिले आउँछ त्यही पनि गाइस आजको ब्लगलाई इन गर्दै थ्याङ्क यू फर वाचिङ बाबा टेक एन्ड सी यू सुन